नमस्ते साथीहरू। तोक्मे डाँडादेखि अलिक मासतिर हाम्रो देखिरहेको शालिगहरू छ, याकथुङ लिम्बू जातिको। यसो हेर्दा धान नाचिरहेको जस्तो देखिन्छ होइन। धान नाच लिम्बूबाट चाहिँ यालाङ भन्छ। एकदम सुन्दर लाग्यो। तक्मे भन्दो रहेछ नि खास त होइन। तक्मे नम्बर 7 मा पर्नेहरू छ। स्थित आदिवासी याकथुङ लिम्बू जातिको प्रतीक यालाङ भन्छ होइन। यालाङ चाहिँ लिम्बूबाट, हाम्रो याकथुङ लिम्बूबाट नेपालीमा चाहिँ धान नाच भन्छ होइन। 6.5 फुट उचाइको 2 पुरुष र 6 फुट उचाइको 2 महिला गरी यता कुम्भकर्ण अनि यता कर्णगर्भ रहेछ। यालाङ नाच्दै जति पनि जो संस्थाहरू हुन्छ, अब हाम्रो सम्पूर्ण यस निर्माणको लागि जोडिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। किनभने यसले हाम्रो संस्कारलाई, संस्कृति, पहिचानलाई जोगाएर राख्छ नि त। सेवा